एपोलो हाइड्रो पावर कम्पनी लिमिटेडले सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने भएको छ। आज जेठको 25 गते यस कम्पनीले 47 लाख किता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरिसकेको छ। यस कम्पनीले आजभन्दा केही समय अगाडि 7 करोड 80 लाख 20 हजार रकम बराबरको 7 लाख 80 हजार 200 किता सेयर आइपिओ मार्फत निष्कासन गरेको थियो। यस कम्पनीले निष्कासन गरेको आइपिओमा मागभन्दा अत्याधिक धेरै आवेदन परेको थियो। यस कम्पनीको आइपिओमा 28 लाख 75 हजार 718 लगानीकर्ताहरूले यस कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन दिनुभएको थियो भने जम्मा 78,020 लगानीकर्ताहरूले 10 किताको दरले यस कम्पनीले निष्कासन गरेको आइपिओ हात पार्न सफल हुनुभएको थियो भने अन्य बाँकी लगानीकर्ताहरू यस कम्पनीले निष्कासन गरेको आइपिओ पर्नबाट वञ्चित हुनुभएको थियो। यस कम्पनीको अब सेकेन्डरी बजारमा भोलि जेठको 26 गतेबाट यस कम्पनीले सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने भएको छ। आज सेकेन्डरी बजारमा सोपनले आज सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्यो भने एपोलो हाइड्रो पावर कम्पनी लिमिटेडले भोलिबाट सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने छ र यस कम्पनीले भोलिबाट आफ्नो कारोबार सुरु गर्ने छ भने यस कम्पनीको इपिएस 4 रुपियाँ 70 पैसा रहेको छ भने त्यस्तै गरी यस कम्पनीको नेटवर्थ 111 रुपियाँ 99 पैसा रहेको छ र जुनसुकै कम्पनीहरूले पनि सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने भनेको नेटवर्थलाई बेस मानेर सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने गर्छन्। यही क्रममा यस कम्पनीको नेटवर्थ 111 रुपियाँ 99 पैसा रहेको छ र यसलाई 3 टाइम्ससम्म सेकेन्डरी बजारमा ओपनिङ रेन्ज पाउने हुँदा यस कम्पनीको ओपनिङ प्राइस 335 सम्म हुन जान्छ। यस कम्पनीले हाई प्राइसमै सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्यो भने 335 मा यस कम्पनीले सेकेन्डरी बजारमा ओपनिङ रेन्ज पाउनेछ। आज सोपनले पनि आफ्नो हाई प्राइसमै सेकेन्डरी बजारमा ओपनिङ प्राइस पाएको थियो भने यस कम्पनीले पनि हाई प्राइसमै ओपनिङ प्राइस पायो भने 335 बाट यस कम्पनीको सेकेन्डरी बजारमा कारोबार हुनेछ र भोलिबाट सेकेन्डरी बजारमा कारोबारमा चाहिँ वैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरू र सर्वसाधारणले मात्र यस कम्पनीको कारोबार गर्न पाउनुहुन्छ भने आयोजना प्रभावित स्थानीय बासिन्दा र कार्यालयमा कार्यरत कर्मचारीहरूले चाहिँ अझै केही समय 3 वर्ष चाहिँ यस कम्पनीको आइपिओ सेकेन्डरी बजारमा कारोबार गर्न मिल्ने छैन उहाँहरूलाई भने जो लगानीकर्ताहरूले सर्वसाधारण र वैदेशिक लगानीकर्ताको कोटामा आवेदन दिनुभएको थियो उहाँहरूले चाहिँ यस कम्पनीको आइपिओमा भोलिबाट सेकेन्डरी बजारमा कारोबार गर्न मिल्नेछ।